कथा श्रवण गर्ने अवसर पाएका छौँ र जुम मार्फत र सनातन गोस्वामी युएको फेसबुकको पेज हामीहरूले कथा श्रवण गर्न पाएका छौँ र कृपया हल्ला नगरिकन यथास्थानमा बसेर अब हामी कार्यक्रम प्रारम्भ गर्न गइरहेका छौँ र कुनै पनि कार्यक्रमहरू गर्दा हामीहरूले दीपोत्सर्जनबाट प्रारम्भ गर्ने गर्दछौँ र हाम्रो वैदिक सनातन धर्मको एउटा यो प्राङ्गणको प्रथम चरण पनि हो र अब म माइक बने कार्यक्रम सञ्चालनको लागि विनिता बहिनीलाई नै हस्तान्तरण गर्न चाहन्छु। हरिः ओम बोधिको नारायणः गच्छयः तिष्ठयः तं तुलं करोमि ततं सुस्रो भव। ओम दिव्य साक्षी नारायण नमस्तुते। ओम शुभम भवतु कल्याणमारोग्यं संपदा मम शत्रुविनाशाय दीपज्योति नमस्तुते। ओम ब्राह्मण सोमग्माशिवाहुराजन्यः कृतः कृतस्यः परमाणु सूर्योदयतः ओम गणपति गुं हवामहे प्रियाणान्त्वा प्रियपति गुं हवामहे निधीनान्त्वा निधिपति गुं हवामहे वसो मम आमजनि गर्भधम् ओम शान्तिरन्तरिक्षगुं शान्तिः शान्तिरापः शान्तिरोपदयः शान्तिवनस्पतयः शान्तिर्विश्वदेव शान्तिः ब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः शान्ता शान्तिरेधि यतो यतो समीयसे ततो नो भयं कुरु सन्ना कुरु प्रजाभ्यं ओम विचारं विवाहे च प्रवेशे निर्गमे तथा संग्रामे संकटे चैव विघ्नस्तस्य ददाति शुक्लाम्बरधरं देवं शशिवर्णशत्रुभुजं प्रसन्नं नयनं ध्यायेत् सर्वविघ्नोपशान्तये। ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेन्द्रं विश्वाधारं गगनसदृशं मेघवर्णशुभाङ्गं लक्ष्मीकान्तकमलनयनं योगिर्हृदयगम्यं वन्दे विष्णुभयवरं सर्वलोकैकनाथनम्। ओम वक्रतुण्डमहाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा तमेव बन्धुश्च सखा तमेव विद्याधरं तमेव सर्वं मम देव देवताविद्यादानं करोतु मे यागुञ्जन्तु सरहरदबलाय सरस्वतीविद्याय वीणावलदण्डपण्डितकराय सैधवनवासना या ब्रह्मासंगवेशानापात सरस्वती भगवती निषेधजाड्यतः। ओम मंगलम भगवान विष्णु मंगलम मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरे। ओम सर्वमंगलम मंगले शिवे सर्वार्थसाधिके शरणं त्र्यंबकं गौरी नारायणी नमस्तुते। गौ माता की जय, नेपाल लामा की जय, राष्ट्रदेव पशुपतिनाथ की जय, मुक्तिनाथ धाम की जय, दामोदर कुंड की जय, काली गंगा जी की जय। जय जय होस्। सम्पूर्ण भक्तजनहरूको जय होस्। आज उपस्थित उपस्थित नहुनेहरूको पनि जय जय होस्। जतिले सबैले चन्दन नक्षत्र फुल लिएर हात जोड्नु होला। स्वस्थानी माताको व्रत कथा भन्नेलाई भन्दा सुन्नेलाई चाहिँ धेरै फाइदा हुन्छ। सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला भन्ने चाहिँ सुन्ने भक्तजनहरूले एकदमै पुण्य कमाउनुहुन्छ हामीहरूले भन्नेले भन्दा। र अब हामी कथा प्रारम्भ गर्न जाँदैछौँ। एक चित्त एक मन भएर आँखा बन्द गरेर श्री स्वस्थानी माताको ध्यान गर्दै कथा श्रवण गर्नुहोला। कथाको अन्त्यमा हामीले प्रश्न पनि गर्नेछौँ के थियो कथामा भनेर विचार गर्नु होला। त्यही हिसाबले सुन्नु माता की जय। जय जय होस्। वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति देवैः स्तैर्वेदैः साङ्गपदकर्मोपनिषदै गायन्ति यं सामगाः ध्यानावस्थित तदगतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरसुरगणा देवाय तस्मै नमः।
श्रीमच्चन्दन चर्चित जलवपु शुक्लाम्बरा मल्लिका मालाङ्लङ्कृत कुण्डलः परवेलसन्मुक्तावलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालां पङ्गुलङ्घयते गिरिं यत्गिरिमातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासाय मिततेजसे यशं प्रसादत वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ततो जयमुदीरयेत्। अब हामी 23औं अध्यायमा प्रवेश गर्दैछौँ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि, नवराज ब्राह्मण पिताको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावतीले सासू गोमासित भनिन्, हे माता, म माइत नगएको धेरै दिन भयो। यहाँ खान अन्न छैन, लगाउन लुगा छैन, अर्कासित मागेर मात्र कति दिन निर्वाह गर्ने। अतः म केही दिन माइत जान्छु। तपाईले आफ्नो शरीर र घरको रक्षा गर्नुहोला। तपाईका छोरा आएपछि मलाई डाक्न पठाउनुहोला। म गएपछि एक पेट पाल्न तपाईलाई पनि कठिन हुने छैन। अतः म जान्छु भनी सासूलाई प्रणाम गरेर माइत गइन्। चन्द्रावती हिँडेपछि गोमा ब्राह्मणी आफूलाई दुःख परेको देखि भिक्षुक रूप श्री महादेवले दिएको श्राप सम्झेर भन्न लागिन्, म 7 वर्षकी हुँदा 70 वर्षका बुढासित विवाह भयो। ती पनि भिक्षा माग्न गएका आजसम्म फर्केनन्। छोरा बुहारीले पनि छाडेर गए। म यस्तो अवस्थामा परेँ, धिक्कार रहिछु। उस दिन मलाई श्राप दिने भिक्षुक श्री महादेवले रहेछन्। हे जगदीश्वर, मैले जानिन, मेरा अपराध क्षमा गर। हे शम्भु, हजुरलाई कोटि कोटि नमस्कार छ। अब मेरो रक्षा गर। यो प्राण हर भन्दै आँसुका धारा बगाई रोई कराई बौलाही जस्तै भएर हिँड्न लागिन्। यो कुरा कैलाशमा पार्वतीले चाल पाएर महादेवको आनन्द समयमा बिन्ती गरिन्, हे नाथ, त्यो गोमाको दुःख हेर्नुहोस्। त्यो पनि हजुरकी पत्नी हो, त्यसलाई कष्ट दिनु योग्य छैन। मलाई साह्रै दया लाग्यो। म त्यसको केही उपाय गरौँ कि? आज्ञा भए स्वस्थानी परमेश्वरीको व्रत गराउँ र दुःखका सिन्धुबाट पार होली। यति पार्वतीको प्रार्थना सुनि महादेवले हुन्छ त्यसै गर भनी आज्ञा दिनुभयो। अनि सप्तऋषिलाई डाकी तिमीहरू मृत्युमण्डलमा जाऊ र चन्द्र ज्योति नगरमा गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा परेकी छ। उसलाई स्वस्थानी परमेश्वरीको व्रत गराई आओ भनी यति भनी आफूलाई विष्णुले बताएको सम्पूर्ण विविध बताइन्। यति पार्वतीको आज्ञा सुनि सप्तऋषिले हवस भनेर मर्त्यमण्डलमा पुगी चन्द्र ज्योति नगरको बाहिर गोठाला केटाकेटीहरूसित यहाँको दुखी छ भनी सोधे र गोठालाहरूले यस चन्द्र ज्योति नगरमा त्यस्ता दुखी कोही पनि छैनन्। सहर बाहिर गोमा नामकी ब्राह्मणी साह्रै कष्टमा छन्, त्यहीँ गई सोधा भनेर घर पनि देखाइदिए। अनि सप्तऋषिहरू तिनको घर पुगे। गोमाले पनि सप्तऋषिहरूलाई देखेर प्रणाम गरी भित्र लगेर त्यहाँमा बसाली, हे ऋषिधर हो, म यस्ती पापिनीका घरमा आई के कामले दर्शन दिनुभयो? आज्ञा हवस भनिन्। र सप्तऋषिहरू भन्दछन्, हे गोमा, तिमी साह्रै नै दुखी हुनाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराउन आयौँ। अब तिमी एकाग्र भएर सुन। सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको त्यो व्रत पौष शुक्ल पूर्णिमादेखि
आरम्भ गर्नुपर्दछ। हात खुट्टाका नङ काटी पवित्र भई एक भक्त रही एक चित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 जाति जातका फुल र नाना उपचार तयार गरी आशीमा ओमकार लेखी गङ्गाजलले स्नान गराई रक्तचन्दन श्रीखण्ड सिन्दुर पुष्पमाला वस्त्र धूप दीप र नैवेद्य मेवा मिष्टान कस्तुरी भेटी चढाई स्वस्थानी परमेश्वरीको पूजा गरेर कथा सुन्ने कोही नभए आफै भन्नु र आफै सुन्नु। आफ्ना खाट कुइमा धनु आदिलाई सुनाए पनि हुन्छ। त्यसपछि जुन काममा इच्छाले व्रत गरेको छ मेरो अमोक काममा सिद्ध होस् भनेर अर्घ दिए। जप ध्यान स्तुति गर्नु। श्री स्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने हे गोमा ब्राह्मणी ध्यानपूर्वक सुन। सुवर्ण वर्ण दीप्ताम्बं त्रिनेत्रां कमलनामं सिंहासनं समासीनां सर्वालङ्कार सुभूषितां नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभां खड्गचर्मधरां चर्ववाम दक्षिणायो अकर्मात् चतुर्भुजां च मां तत्र पूजयेद् नाम। एवं ध्यात्वा महादेवी स्वस्थायी जगदीश्वरीं पीतवर्ण सुवर्ण भन्दा पनि दिव्य वर्ण भएकी 3 नेत्र भएकी कमल पुष्प झैं मुख मण्डल भएकी नाना अलङ्कार पहिरी सिंहासनमा बसेकी खड्ग चर्म र नीलोत्पल लिएकी 4 बाहु भएकी यस्ता श्री स्वस्थानी परमेश्वरीलाई हृदयले सम्झी त्यही मेरो पनि पूजन गर्नु भनी स्वयं महादेवले आज्ञा भएको छ। यस्ता स्वस्थानी परमेश्वरीको ध्यान गरेर निम्नलिखित मन्त्र पाठ गर्नु। नमस्तुतं जगन्मातां स्वस्थानीं सर्वमङ्गले तथा प्रसाद देवेशी भक्तपूर्ण तवा गयः। हे जन्ममाता सम्पूर्ण लोकको कल्याण गर्ने हे देवी हे स्वस्थानी परमेश्वरी हजुरको कृपाले मेरो व्रत पुरा भयो भने प्रसाद झिक्नु र अष्टोत्तर समयमा 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 पान 8 पुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु। पुरुष नभए छोरालाई र छोरा नभए मृत छोरालाई दिनु। मृत छोरा पनि नभए मेरो अमुक काममा सिद्ध होस् भनेर गङ्गामा बगाइदिनु र 100 रोटी आफूले फलाहार गरी रात्रिमा जागराम बस्नु। हे गोमा यति गरेपछि स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले तिम्रो सबै दुःख नाश हुनेछ। अन्यथा नमाने यही व्रतका प्रभावले पार्वतीले महादेव स्वामी पाएकिन्। अब हामी जान्छौँ। यति श्री सप्तऋषिले भनेको सुनि गोमाले मनमा आनन्द मान्दै भनिन् हे ऋषिवर ऋषेश्वर हो म यस्ती पापिनीका घरमा केही छैन केले आतिथ्य गरौँ। पसलबाट पान किनेर ल्याउँछु भनी चर्खामा रहेको धागोको लरिया लिएर घरबाट निस्किन सप्त ऋषिहरूले गोमाको कष्ट देखेर साह्रै दया लागि 7वटा सुनका कौडी आँबुहरू बसेको पेरका मुनि छाडेर गए। इति श्री स्कन्दपुराणे केदारखण्डे महात्म्ये कुमाररस संवादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायां सप्तऋषि व्रतो नाम 23 अध्यायः। ओम श्री स्वस्थानी माता की जय। अब हामी 1 अध्याय पढ्ने। ओम उपनयतु मङ्गलं व सकल जगन्मङ्गलाय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निवेक्षणः कृष्णः काले वसतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षभरितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदं सदम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र
चित्तोदार कथा प्रसंगम या कुंजंत सरह धवलाया सुप्रस्तावृता या वीणा वरदंड मंडित कराया सहित पद्मासना या ब्रह्माजित शंकर पर्वतैः सदा वन्दितः सा मां पातु सरस्वती भगवती निशेषजाड्यवः कायेन वाचा मनसेन्द्रिया बुद्ध्यात्मना वर्तते स्वभावात् करोमि यत् सकलं परस्मै नारायणाय समर्पयामि श्री स्वस्तानी देव्यार्पणमस्तु। ओम श्री स्वस्तानी माता की जय। श्री सरस्वती माता की जय। राष्ट्रदेव पशुपतिनाथ की जय। संपूर्ण को जय होस्। जय गौ माता। जय गौ माता।